सम्पूर्णमा नमस्कार। हजुरहरूलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज भएको खरिदार को प्रथम चरणको अथवा फर्स्ट पेपरको एक्जामिनेसनको चाहिँ पेपर मैले यहाँ लिएर आएको छु र यसको बारेमा चाहिँ हामीले आज चर्चा गर्नेछौँ। आइक्यूलाई चाहिँ मैले छुट्टै सेक्सनमा यसको छलफल गरेर हाल्नेछु। हजुरहरूलाई यदि आइक्यू चाहिन्छ भने चाहिँ यसको पार्ट 2 हेर्नु होला। पार्ट 1मा चाहिँ हामीले चाहिँ जिकेको बारेमा डिस्कसन गर्नेछौँ। आज आएका जिकेहरू कस्ता छन् र यसको एन्सरहरू के हुन् भनेर चाहिँ हामीले हेर्छौँ। यो चाहिँ सी कि भएको प्रश्नपत्र हो। हजुरहरूले सायद कि लेख्न बिर्सिनु भएन होला। ल प्रश्नतर्फ नै लागौँ है त। 50 नम्बर प्रश्नमा परेको छ, नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रूपमा कहिले घोषणा गरिएको हो भनेर भनेको छ। यसको सही उत्तर हुन्छ 2065 साल जेठ 15 गते हुन्छ। 65 साल जेठ 15 गते हुन्छ। 49 नम्बरको प्रश्नमा रहेको छ, दोस्रो विश्वयुद्धको सन्दर्भमा देखाएका कथनहरू पढी उपयुक्त विकल्प छान्नुहोस् भनेको छ। दोस्रो विश्वयुद्ध 1939 अक्टोबरदेखि सुरु भएको हो भनेको छ। यो गलत हो। 1939को अक्टोबर होइन, सेप्टेम्बरदेखि सुरु भएको थियो। एक गलत भइसकेको छ। बीमा लेखेको छ, इटली, जापान, जर्मनीको सैनिक गुटलाई एक्सेस पावर भनिन्थ्यो भनेको छ। यो एकदम सही हो। दोस्रो विश्वयुद्ध हुनुको कारण पेरिस र भर्सेलिजको सन्धिलाई पनि भनिन्छ भनेर भनेको छ। यो पनि एकदम सही कुरा रहेको छ। दोस्रो विश्वयुद्ध हुनुको कारण पेरिस र भर्सेलिजको सन्धिलाई भनिन्छ भन्ने कुरा पनि एकदमै ठिक रहेको छ। यसमा हामीले अप्सनहरू हेर्दाखेरि चाहिँ यहाँ दुईवटा अप्सनहरू मात्र ठिक भएको अप्सन छ। एउटा चाहिँ सबै ठिक भन्ने अप्सन छ, सबै ठिक हुने भएन। ए गलत भइसकेपछि हाम्रो एन्सर के हुने भयो त, बी र सी चाहिँ सही छ भन्ने हुनु पऱ्यो। बी र सी सही छ भन्ने हाम्रो कुन अप्सनमा रहेको छ भने अप्सन नम्बर सीमा रहेको छ। 48 नम्बरको प्रश्नतर्फ लागौँ। औद्योगिक क्रान्ति इन्डस्ट्रियल रिभोल्युसनको सुरुवात सर्वप्रथम कुन क्षेत्रबाट सुरु भएको थियो भनेर भनेको छ। हामीलाई यहाँ अप्सन दिएको छ, हतियार उत्पादन, खाद्यान्न उत्पादन, कपडा उत्पादन र भाँडाकुँडा उत्पादन। यसको सही एन्सर चाहिँ के रहेको छ भने कपडा उत्पादन, जुन अप्सन सीमा रहेको छ। नुनखानी पाइने थाक खोला नेपालको कुन जिल्लामा पर्दछ भनेको छ। यो त हामीले धेरै ठाउँ मुस्ताङको थाक खोला भन्ने चाहिँ लोकसभा एस्पिरेन्टहरूको लागि सायद कमन नै क्वेसन होला। यहाँ थाक खोला पनि भनेर ठाउँ मेन्सन गरिदिएको हुनाले हामीलाई चाहिँ यसको एन्सर चाहिँ के हुन्छ त, मुस्ताङ हुन्छ। यो चाहिँ अलिकति सजिलो तरिकाले चाहिँ सोधेको रहेछ। मुस्ताङको चाहिँ कहाँ त, थाक खोलामा चाहिँ हाम्रो नुनखानी। अब अर्को पेजतर्फ लागौँ। यसमा हामीले चाहिँ 46 नम्बरको प्रश्नमा देख्न सकिन्छ, विश्वका प्रमुख क्रान्ति र क्रान्ति भएको मिति सम्बन्धमा जोड्न मिलाई सही उत्तर छान्नुहोस् भनेर भनेको छ। जसमा हामीले औद्योगिक क्रान्ति, फ्रान्सेली क्रान्ति, अमेरिकी क्रान्ति र रुसी क्रान्ति दिएको छ। कहिलेकाहीँ चाहिँ हामीले इक्जाममा टाइम म्यानेज गर्नको लागि हामीलाई चाहिँ एउटा मात्र प्रश्नको उत्तर थाहा भयो भने पनि सबै प्रश्नको उत्तरहरू चाहिँ के हुन्छ त भन्दा मिल्न जाने हुन्छन् है। अब यो प्रश्नमा पनि त्यस्तै छ, हेरौँ त। हामीलाई चाहिँ के थाहा छ भन्दा औद्योगिक क्रान्ति चाहिँ के भएको हो त, 18औँ शताब्दीमा चाहिँ भएको हो है। 18औँ शताब्दीमा भएको भन्ने हामीलाई थाहा छ भने एको एन्सर के भयो त, 2 भयो। एको 2 भन्ने चाहिँ हाम्रो के छ त, एउटा मात्र अप्सनमा चाहिँ एको 2 छ, किनभने बीमा पनि एको 1 छ, सीमा पनि एको 3 छ, डीमा पनि के छ त, एको 1 छ। अब ए अप्सनमा मात्र के छ त, एको 2 छ। अब अरू हेरौँ त, फ्रान्सेली क्रान्ति भनेको छ बीको 1 भनेको छ। फ्रान्सेली क्रान्ति कहिलेदेखि कहिलेसम्म भएको, 1789देखि 1799 भनेको छ। यो पनि सही हो। अमेरिकी क्रान्ति भनेको छ, अमेरिकी क्रान्ति 1775देखि 1783सम्म भएको। यो पनि सही हो। रुसी क्रान्ति भनेको छ, रुसी क्रान्ति पनि के हो त, 1917मा नै भएको हो। त्यसैले हाम्रो अप्सन, करेक्ट अप्सन चाहिँ के हुन्छ त भन्दा अप्सन ए हुन जान्छ है। यसरी हामीले कहिलेकाहीँ चाहिँ हामीलाई एउटा मात्र प्रश्नको उत्तर थाहा छ भने पनि सबै चाहिँ के गर्न सकिन्छ त, मिलाउन सकिन्छ है। अब हाम्रो फ्रान्सेली क्रान्ति 1789 1789मा भएको हामीलाई थाहा छ। यहाँ चाहिँ 1789देखि 1799 भनेर दिएको छ। त्यसले के पनि फरक परेन है त। अब जाउँ प्रश्न नम्बर 45 तर्फ। तल दिएका राजा र सम्बद्ध घटनाबिच जोडा मिलाई सही विकल्प छान्नुहोस् भनेको छ। जसमा हाम्रो चाहिँ महेन्द्र मल्ल, सुपुष्पदेव, प्रताप मल्ल र नरेन्द्र देव भनेर भनेको छ। यसमा पनि प्राय क्वेसनहरू हामीले चाहिँ यो बारम्बार पढिरहने प्रश्नबाट नै आएको छ।
यसमा हामीले हेरौँ भने हामीलाई के थाहा छ त पशुपतिनाथको देवल बनाउने राजा भनेर भनेको छ उहाँ को हो त सुपुष्पदेव हो। प्रजा मर्दा छाड्ने राजा यो त हामीलाई एकदमै कमन क्वेसन हो। यसको एन्सर के हो त महेन्द्र मल्ल हो। अब एकको उत्तर चाहिँ 4 नम्बर भएको कतिवटा अप्सन छ त हामीसँग डीमा छ छैन, डी छैन भने क्रस, ए छैन भने के गर्ने त क्रस गर्ने। यसरी क्रस लाउँदै गऱ्यौँ भने पनि परीक्षामा चाहिँ समय बचाउन सकिन्छ। हामीसँग एको एन्सर 4 भएको कतिवटा अप्सन छ त बी र सी छ। अब यो बाहेक हामीलाई थाहा भएको अर्को क्वेसन भनेको के हो त भन्दा प्रताप मल्ल चाहिँ कस्तो राजा हुन् त हरिसिद्धिको नाच हेर्दा हेर्दै मर्ने राजा हुन् भनेको सीको 1 भनेर हेर्नु पर्यो। सीको 1 कहाँ छ त बीमा छैन, केमा छ सीमा छ भनेपछि हाम्रो करेक्ट एन्सर के हुन्छ त सी हुन्छ। जसअनुसार महेन्द्र मल्ल भनेको प्रजा मर्दा छाक छाड्ने राजा हुन्, सुपुष्पदेव भनेको पशुपतिनाथको देवल बनाउने राजा हुन्, प्रताप मल्ल भनेको हरिसिद्धिको नाच हेर्दा हेर्दै मर्ने राजा हुन् भने नरेन्द्रदेव भनेको चाहिँ के हो त मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा चलाउने राजा हुन् है त। यसरी हाम्रो के रहेको छ त 45 नम्बर प्रश्नको उत्तर चाहिँ सी रहेको छ। बीमा 780 किलोमिटर, सीमा 860 किलोमिटर र डीमा 960 किलोमिटर भनेर दिएको छ। यसको सही उत्तर चाहिँ के हो त भन्दा 960 किलोमिटर हो है। प्रश्न नम्बर 43 तर्फ जाउँ। यसमा लेखेको छ विभिन्न भौगोलिक उपनाम र सोसँग सम्बन्धित ठाउँ बीच जोडा मिलाइ सही विकल्प छान्नुहोस् भनेर भनेको छ है। अब यसमा प्रश्न ए नम्बरमा के लेखेको छ नाइलको उपहार भनेको छ। हाम्रो नाइलको उपहार भनेर चाहिँ हामीले केलाई चिनिन्छ त इजिप्टलाई चिनिन्छ। यो हामीलाई थाहा भएको चिज हो। चिनीको भाँडो भनेर कुन ठाउँलाई भनिन्छ त क्युबालाई भनिन्छ। यो पनि हामीले जानेकै कुरा हो। त्यस्तै गरी सेतो हात्तीको देश भनेर कसलाई भनिन्छ त थाइल्यान्डलाई भनिन्छ भने आँसुको ढोका भनेर कसलाई भनिन्छ त जेरुसलेमलाई भनिन्छ। अब योसँग मिल्ने एन्सर कहाँ छ त एको फो भनेको हाम्रो कुन कुन छ यसमा छैन, यसमा छैन, एमा पनि छैन भनेको बी एउटा मात्र अप्सन छ भने अरू हामीले हेर्नु नै परेन। बी नै हाम्रो के हुन्छ त करेक्ट एन्सर चाहिँ हुन जान्छ है त। प्रश्न नम्बर 43 को सही उत्तर भनेको के हो त बी हो। जसमा के लेखेको छ नाइलको उपहार इजिप्ट हो, सेतो हात्तीको देश भनेर हामीले थाइल्यान्डलाई चिनिन्छ, चिनीको भाँडो भनेर क्युबालाई चिनिन्छ भने आँसुको ढोका भनेर जेरुसलेमलाई चिनिन्छ। प्रश्न नम्बर 42 तर्फ जाउँ। जसमा छ खग्रास सूर्यग्रहण टोटल सोलर इक्लिप्स बढीमा कति समयसम्म हुन्छ भनेर भनेको छ। यो चाहिँ कति हुन्छ त 2 मिनट हो त होइन, 4 मिनट होइन, 6 मिनट पनि होइन। यसको सही उत्तर रहेको छ 8 मिनट। हाम्रो जुन खग्रास सूर्यग्रहण छ जसलाई हामीले टोटल सोलर इक्लिप्स पनि भनिन्छ यो चाहिँ कति समयसम्म हुन्छ त 8 मिनटसम्म हुन्छ। अब जाउँ प्रश्न नम्बर 41 तर्फ। जसमा रहेको छ सौर्यमण्डलमा रहेका तल उल्लेखित ग्रहहरू सानोबाट ठुलो क्रममा कुन ठिक छ भनेर भनेको छ। हामीलाई यहाँ दिएको मध्ये बुध सबैभन्दा सानो एकदम ठिक छ। दिएको अप्सनहरूमा अरुण सबैभन्दा ठुलो यो पनि ठिक छ। तर यो क्रममा के बिग्रेको छ भने मङ्गल चाहिँ बुध पछिको ठुलो ग्रह भनेको हाम्रो मङ्गल हो, मङ्गल पछि शुक्र हो, शुक्र पछि पृथ्वी हो, पृथ्वी पछि के हो त अरुण हो भनेपछि हाम्रो 1 पछि 4 हुनु पर्यो। 1 पछि 4 ए अप्सनमा छैन, बीमा छैन, सी र डीमा छ। सी र डीमा 1 र 4 दुइटै कमन छ। त्यसपछि कुन हुन्छ भन्दा मङ्गल पछि के हुन्छ त ठुलो भनेको शुक्र हो, त्यसपछि पृथ्वी हो भने 2 आउनु पर्यो। 1, 4, 2 भएको अप्सन हाम्रो कुन छ त अप्सन नम्बर सी रहेको छ। प्रश्न नम्बर 41 को सही उत्तर भनेको अप्सन नम्बर सी रहेको छ जसमा बुध, मङ्गल, शुक्र, पृथ्वी र अरुण रहने हुन्छ। प्रश्न नम्बर 40 तर्फ जाउँ। सन् 2025 दक्षिण एसियाली किसान सम्मेलन कहाँ भएको थियो भनेर भनेको छ। यसको सही उत्तर कहाँ हो त भन्दा नेपालमा भएको थियो 2025 को दक्षिण एसियाली किसान सम्मेलन। संयुक्त राज्य अमेरिकाको 44 राष्ट्रपति को हुन् भनेर भनेको छ। यसको सही उत्तर के हो भन्दाखेरि अप्सन नम्बर सी बाराक ओबामा। बाराक ओबामा चाहिँ संयुक्त राज्य अमेरिका अथवा युएसएको चाहिँ कतिऔँ राष्ट्रपति हुन् त 44औँ राष्ट्रपति बाराक ओबामा हुन्, 45औँ राष्ट्रपति डोनाल्ड ट्रम्प हुन्, 46औँ राष्ट्रपति जो बाइडन हुन् र अहिले 47औँ राष्ट्रपतिका रूपमा फेरि को आएका छन् त डोनाल्ड ट्रम्प आएका छन्। 44औँ राष्ट्रपति अलिकति पहिलाको डेटा सोधेको छ। प्रश्न नम्बर 38 तर्फ जाउँ। तल दिएका मध्ये न्यानो टेक्नोलोजिज केसँग सम्बन्धित छ भनेर भनेको छ।
1मा लेखेको छ स्पोर्ट इक्विपमेन्ट्स, 2मा लेखेको छ कम्प्युटर भनेर। यो हामी सायद धेरैलाई थाहा छ होला। न्यानो टेक्नोलोजी भनेको केसँग सम्बन्धित छ त? कम्प्युटरसँग सम्बन्धित छ भने यसको एन्सर के हुने भयो? बी हुने भयो, जसमा के लेखेको छ 2 मात्र ठिक भनेर लेखेको छ। प्रश्न नम्बर 37 तर्फ जाउँ। युएनले 2025लाई कुन अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गरेको छ भन्ने प्रश्न छ। अन्तर्राष्ट्रिय कोदो प्रवर्धन वर्ष, इन्टरनेसनल मिलेट प्रमोसन इयर होइन, यो पहिला नै हामीले मनाइसकेको छ। अन्तर्राष्ट्रिय उड वर्ष होइन, अन्तर्राष्ट्रिय जैविक विविधता वर्ष होइन। यसको सही एन्सर के हो त? अप्सन नम्बर बीमा रहेको अन्तर्राष्ट्रिय हिम नदी संरक्षण वर्ष अथवा इन्टरनेसनल इयर अफ द ग्लेसियर्स प्रिजर्भेसन भनेर चाहिँ युएनले चाहिँ 2025लाई चाहिँ अन्तर्राष्ट्रिय वर्षको रूपमा चाहिँ मनाउने घोषणा गरेको छ। अब लागौँ प्रश्न नम्बर 36 तर्फ। 36 नम्बर प्रश्नमा लेखेको छ संयुक्त राष्ट्र सङ्घको झन्डामा रहेको जैतुनको हाँगोलाई के को प्रतीकको रूपमा लिइन्छ भनेर भनेको छ। यो प्रश्न चाहिँ बारम्बार आइराख्ने प्रश्न हो, पहिला पनि आएको थियो, अरू संस्थानहरूको एक्जाममा पनि आइरहेको हुन्छ। संयुक्त राष्ट्र सङ्घको जुन हाम्रो झन्डामा चाहिँ ओलिभको जुन हाँगाहरूलाई चाहिँ लिएको छ, त्यसलाई चाहिँ हामीले के को रूपमा हेरिन्छ त? शान्तिको प्रतीकको रूपमा चाहिँ हेरिन्छ, जसको अप्सन के हुन्छ त? सी, शान्ति भनेर लेखेको छ। आसियान राष्ट्र म्यानमारको मुद्रालाई के भनिन्छ भनेर भनेको छ। म्यानमारको मुद्रालाई चाहिँ के भनिन्छ त भन्दा क्याट भनेर भनिन्छ। के भनिन्छ? क्याट भनेर भनिन्छ। कोशिका अर्थात् सेल सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ भनेर भनेको छ। एस्ट्रोलोजी भनेको स्पेस सम्बन्धी अध्ययन हो। जुलोजी भनेको एनिमल सम्बन्धी हो। साइकेट्री भनेको मानसिक स्वास्थ्य सम्बन्धी हो भने साइटोलोजी भनेको चाहिँ हाम्रो के हो त? सेल सम्बन्धी अध्ययन गर्ने विज्ञान हो। यसको एन्सर चाहिँ के हुन्छ त? सी, जसमा साइटोलोजी भनेर लेखेको छ है। प्रश्न नम्बर 33 तर्फ जाउँ। 33मा लेखेको छ मानव मुटुमा कतिवटा भल्भ हुन्छन् भनेर लेखेको छ। यसको सही उत्तर कति हो त? 4 हो। हाम्रो मानव मुटु चाहिँ कस्तो हुन्छ भन्दा मानव मुटुमा चाहिँ यसरी 4वटा चाहिँ के हुन्छ त? कम्पार्टमेन्टहरू हुन्छ, जसमा के हुन्छ हरेकमा एक एकवटा भल्भहरू हुन्छ, जसबाट चाहिँ के हुन्छ रगत चाहिँ एक ठाउँबाट अर्को ठाउँमा चाहिँ पास हुँदै अशुद्धबाट चाहिँ शुद्ध बन्ने प्रक्रियाहरू चलिरहेको हुन्छ। त्यसैले मानव मुटुमा 4वटा भल्भहरू हुन्छन्। प्रश्न नम्बर 32मा रहेको छ दिगो विकाससँग सम्बन्धित निम्न कथनहरू अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् भनेर भनेको छ। जसमा एमा लेखेको छ दिगो विकास सम्बन्धी अवधारणालाई नेपालको 9औं योजनादेखि समावेश गर्न थालिएको हो भनेको छ भने दिगो विकास लक्ष्य नम्बर 4 गुणस्तरीय शिक्षासँग सम्बन्धित छ भनेको छ। दिगो विकास सम्बन्धी अवधारणालाई नेपालको 9औं योजना होइन 8औं योजनादेखि चाहिँ हाम्रो समावेश गर्न थालिएको हो। त्यसैले 1 नम्बरको अप्सन रङ भएको छ। दिगो विकास लक्ष्य नम्बर 4 गुणस्तरीय शिक्षासँग सम्बन्धित छ भनेको छ, यो चाहिँ एकदम सही छ भने अब हाम्रो 32को के भयो? ए गलत छ, बी चाहिँ के छ त? सही छ। हामीले बी सही छ भन्नको लागि बीमा नै अप्सन के रहेको छ त? बी मात्र ठिक छ भन्ने अप्सन रहेको छ। यसलाई चाहिँ हामीले टिक गर्न सकिन्छ। प्रश्न नम्बर 31 तर्फ जाउँ। यसमा राष्ट्रिय जनगणना 2078 अनुसार थोरैदेखि धेरै जनसङ्ख्या भएको जिल्लाको क्रम कुन सही छ भनेर सोधेको छ। जसको अप्सनमा छ डोल्पा, मुस्ताङ, हुम्ला, रसुवा, मुस्ताङ, डोल्पा, हुम्ला, रसुवा, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, डोल्पा, रसुवा, मुस्ताङ, हुम्ला। अलिकति कन्फ्युजिङ छ, तर हामीले के गरेको थियौँ त? निमोनिक्स पढेको थियौँ। सायद धेरैले त्यही नै निमोनिक्स पढ्नुभएको छ होला। जनसङ्ख्या कम भएका जिल्लाहरूलाई चाहिँ हामीले ममु, डोरहु भनेर चाहिँ पढेको थियौँ, जसमा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला पर्छन्। यहाँ मनाङ दिएको छैन भने अब सुरु केबाट हुनु पर्यो त? मुस्ताङबाट। मुस्ताङबाट सुरु भएको हाम्रो अप्सन कुन कुन छ? डी छैन, ए छैन भने अप्सन बी र सी रहेको छ। बीमा ममु, डो र हु हुनुपर्नेमा मुस्ताङ, डोल्पा, हुम्ला आयो भनेपछि बी पनि मिलेन। यसको सही उत्तर के हुन्छ त? अप्सन नम्बर सी, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेको छ। ल साथीहरू, हामीले 20वटा जिकेको चाहिँ यो पार्ट 1मा छलफल गऱ्यौँ। अब आइक्यूको लागि चाहिँ हजुरहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरेर पार्ट 2 चाहिँ हेर्नुहुन हार्दिक अनुरोध गर्दछु। यसै साथै यो भिडियोको अन्त्य गर्छु। हस्, धन्यवाद।